आज हामी इन्भेस्टमेन्टको थर्ड च्याप्टर म्युचुअल फन्ड एन्ड अदर इन्भेस्टमेन्ट कम्पनी र फाइनेन्सियल मार्केट इन्स्टिट्युसनको सिक्स च्याप्टर म्युचुअल फन्ड एन्ड अदर लेन्डिङ इन्स्टिट्युसन दुवै सब्जेक्टमा एउटै च्याप्टर छ। अलिअलि फरक छ, त्यो हामी अब बिस्तारै क्लियर गर्छौँ। अब इन्भेस्टमेन्ट भन्ने बित्तिकै मार्केटमा पाउने विभिन्न सेक्युरिटिजमा कसरी इन्भेस्टमेन्ट गर्ने त्यो हामीलाई सिकाउँछ। इन्भेस्टमेन्ट गर्ने भन्दैमा हामीलाई चाहिँ थोरै पैसा भएर पुग्दैन, र धेरैमा जति हुँदा पनि पुग्दैन। र केही नभए पनि हामीले सेकेन्डरी मार्केटमा गएर इन्भेस्टमेन्ट गर्दा मिनिमम 5,000 10,000बाट हामीले इन्भेस्टमेन्ट गर्न सुरु गर्छौँ। र बढीमा हाम्रो लाखौँ करोडौँ अरबौँ रुपियाँ भए पनि पुग्ने हुँदैन हामीले मार्केटमा पाउने सेक्युरिटिजमा इन्भेस्टमेन्ट गर्नको लागि। त्यसैले अब हामी इन्भेस्टमेन्ट गर्न चाहिँ इन्ट्रेस्टेड छौँ, तर हामीसँग लिमिटेड फन्ड, थोरै मात्र फन्ड छ भने कसरी हामी मार्केटमा पाउने सेक्युरिटिजमा इन्भेस्टमेन्ट गर्न सुरु गर्छौँ त। अब हामीसँग नर्मली भर्खर यो फिल्डमा लागेका छौँ भने त्यति धेरै आइडिया पनि हुँदैन। त्यो कारणले गर्दाखेरि भनौँ अब हामी चार पाँचजना मात्र मिलेर पनि इन्भेस्टमेन्ट गर्न चाहन्छौँ भने अब कोहीसँग 5,000 अथवा हामी 5,000 अब चारजना मात्र मिलाएर हामीले इन्भेस्टमेन्ट गर्ने हो भने 20,000 हामी इन्भेस्टमेन्ट गर्न सक्छौँ। इन्डिभिजुअलले इन्भेस्टमेन्ट गर्नु पर्यो भने एउटा हामीसँग सफिसियन्ट इन्भेस्टमेन्ट पनि हुँदैन र आइडिया पनि हुँदैन। तर अब हामीले ग्रुपमा मिलेर लगानी गरेको अवस्थामा चाहिँ हामी धेरै फन्ड पनि इन्भेस्टमेन्ट गर्न सक्छौँ र हाम्रो आइडिया पनि सेयरिङ भइरहेको हुन्छ। त्यसैले भर्खरै यो फिल्डमा लागेका इन्भेस्टरहरूलाई हामीले रिस्क मिनिमाइज गर्नको लागि र यदि कुनै आइडिया नभएको अवस्थामा चाहिँ हामी कसरी इन्भेस्टमेन्ट गर्ने त्यो यसमा हामी सिक्छौँ। र स्पेसल्ली अब मार्केटमा हेर्ने हो भने स्मल इन्भेस्टर्सहरू धेरै भइरहेको हुन्छ र स्मल इन्भेस्टर्सलाई हामीले टार्गेट बनाएर र इन्भेस्टमेन्ट गर्न मोटिभेट्स गर्नको लागि एउटा छुट्टै कम्पनी खोलेको हुन्छ, जसले चाहिँ अब एनालाइसिस गर्ने सबै कामहरू गरिदिइरहेको हुन्छ। र आफ्नो लाइफ नै यो फिल्डमा बिताइसकेका पर्फेक्ट एनालिस्टहरू मिलेर कुनै एउटा कम्पनी क्रिएट गरेको हुन्छ, जसले चाहिँ मात्र मार्केटमा पाउने सेक्युरिटिजमा इन्भेस्टमेन्ट गर्ने काम गर्ने गर्छ। अरू बिजनेसहरूमा चाहिँ अब हामीले पब्लिकबाट फन्ड कलेक्सन गरेको हुन्छ र हामीले बिजनेसमा इन्भेस्टमेन्ट गर्दा कि कुनै फिनिस गुड्स प्रड्युस गर्ने गर्छौँ कि कुनै सर्भिस हामीले प्रोभाइड गर्ने गर्छौँ। तर यो कम्पनीको मेन अब्जेक्टिभ भनेकै स्मल इन्भेस्टर्सबाट हामी फन्ड कलेक्सन गर्छौँ। यसरी कलेक्सन भएको फन्ड फेरि मार्केटमा पाउने अरू राम्रो राम्रो कम्पनीहरूको सेयर बन्ड डिभेन्चरमा इन्भेस्टमेन्ट गर्नको लागि यो फन्डलाई हामी युज गर्ने गर्छौँ। र अब सुरुमा त स्मल इन्भेस्टरलाई नै एट्र्याक्ट गरेको हुन्छ, तर अब अहिले चाहिँ यदि कुनै इन्भेस्टरले रिस्क मिनिमम बियर गरेर रिटर्न चाहिँ म्याक्सिमम कमाउन चाहन्छ भने यस्ता किसिमका कम्पनीमा चाहिँ हामी इन्भेस्टमेन्ट गर्न सक्छौँ। अथवा हामी इन्भेस्टमेन्ट गर्न चाहन्छौँ तर हामीसँग अब सफिसियन्ट फन्ड छैन अथवा चाहिँ हामीसँग टाइम पनि नभएको अवस्थामा पनि हामीले यस्तो किसिमको कम्पनीमा इन्भेस्टमेन्ट गरेर सबै जिम्मेवारी जुन आफ्नो सेयरसँग रिलेटेड ट्रान्जेक्सनहरू छ, कामहरू छ, त्यो हामी यो कम्पनीलाई दिन सक्छौँ। त्यसले अब स्पेसली म्युचुअल फन्ड भन्नाले कलेक्सन अफ फन्ड बाई स्मल इन्भेस्टर्स। सुरुमा यसको कन्सेप्ट चाहिँ हाम्रो स्मल इन्भेस्टर्सबाट फन्ड कलेक्सन गर्ने। र यसरी अब नर्मली हामीले मार्केटमा पाउने कुनै सेयर किन्दाखेरि अथवा कुनै सामान किन्दाखेरि त्यहाँ हामीले रिसिप्टको रूपमा बिलहरू लिइरहेको हुन्छ। अब पहिले पहिले चाहिँ हामीले सेयर किन्दाखेरि सर्टिफिकेट दिइरहेको हुन्छ। अब अहिले हामीले सेयर किन्दाखेरि ब्याङ्क एकाउन्टमा जस्तै हाम्रो सेयरको एकाउन्टमा सेयरहरू आइरहेको हुन्छ। र म्युचुअल फन्ड कम्पनीले पनि पब्लिकहरूलाई कुनै बिल अथवा रिसिप्ट अथवा सर्टिफिकेट दिएर यो कम्पनीको चाहिँ
यो कम्पनीमा लगानी गरेको छ अथवा यो कम्पनीको सेयर किनेको छ भन्ने प्रुफ दिनको लागि सेयर नै इस्यु गरेर पब्लिकबाट फन्ड कलेक्सन गरेको हुन्छ। यसरी कलेक्सन गरेको फन्ड मार्केटमा पाउने अरू सेयरहरूमा हामी रिइन्भेस्टमेन्ट गर्ने गर्छौँ। त्यसैले म्युचुअल फन्ड भनेको कलेक्सन अफ फन्ड बाई स्मल इन्भेस्टर्स through issuing shares and reinvest that fund in shares and debenture of other companies. म्युचुअल फन्ड फेरि हाम्रो दुई किसिमको हुन्छ, एउटा ओपन एन्ड म्युचुअल फन्ड र अर्को हुन्छ क्लोज एन्ड म्युचुअल फन्ड। अब ओपन एन्ड म्युचुअल फन्डमा इन्भेस्टर्स अथवा पब्लिक र कम्पनीको रिलेसन सधैँ ओपन भइरहने कारणले गर्दा यसलाई हामी ओपन एन्ड म्युचुअल फन्ड भनेर भन्ने गर्छौँ। र ओपन एन्ड म्युचुअल फन्डमा दुईटा मात्र पार्टी हुन्छ, एउटा कम्पनी हुन्छ, एउटा चाहिँ त्यो कम्पनीको सेयर किन्नको लागि पब्लिकहरूले अथवा इन्भेस्टर्सले चाहिँ इन्भेस्ट गरेको हुन्छ। र कुनै इन्भेस्टरले कुनै कम्पनीको सेयर किन्न चाहन्छ भने त्यही म्युचुअल फन्डमा गएर डाइरेक्ट त्यो म्युचुअल फन्डको सेयर किन्न सक्छ। यदि कसैले बेच्न चाहन्छ भने डाइरेक्ट म्युचुअल फन्डमै गएर सेयर बेच्न सकिन्छ। र यो ओपन एन्ड म्युचुअल फन्ड चाहिँ हाम्रो मार्केटमा लिस्टिङ गरिएको हुँदैन र यसको इस्यु गर्ने नम्बर अफ सेयर पनि हाम्रो अनसर्टेन हुन्छ, कहिले धेरै हुने कहिले थोरै हुने भइरहेको हुन्छ। र हाम्रो मार्केटमा अथवा नेपालकै कन्टेक्समा नेप्सेमा ट्रान्जेक्सन हुँदैन, ओपन एन्ड म्युचुअल फन्ड चाहिँ मात्र क्लोज एन्ड म्युचुअल फन्ड चाहिँ ट्रान्जेक्सन भएको हुन्छ। र अब क्लोज एन्ड म्युचुअल फन्डको बारेमा हामीले बुझ्ने हो भने क्लोज एन्ड म्युचुअल फन्डमा चाहिँ सुरुमा एकपटक कुनै म्युचुअल फन्डले सेयर इस्यु गरेको छ भने डाइरेक्ट पब्लिकहरूलाई सेयर इस्यु गरेको हुन्छ। तर अब पछिदेखि कुनै इन्भेस्टरले यो कम्पनीको सेयर किन्न चाह्यो अथवा कुनै इन्भेस्टरले यो कम्पनीको सेयर बेच्न चाह्यो भने कम्पनीमा जाँदैन, त्यहाँ थर्ड पार्टी ब्रोकरेज फर्म भइरहेको हुन्छ। त्यसले क्लोज एन्ड म्युचुअल फन्डमा तीनवटा पार्टी भइरहेको हुन्छ। फर्स्टमा कम्पनी हुने भयो, अर्को इन्भेस्टर्स भयो, र पछि सेकेन्डरी मार्केटमा सेयरहरू ट्रान्जेक्सन गर्न पाउनको लागि मार्केटमा लिक्विडिटी फ्लो होस् भन्नको लागि अनि थर्ड पार्टी ब्रोकरेज फर्म भइरहेको हुन्छ। र कुनै इन्भेस्टरले सेयर किन्नु परे पनि सेयर बेच्नु परे पनि ब्रोकरेज फर्ममा गएर सेयर किनबेच गर्न सकिन्छ। यसरी सुरुमा एकपटक मात्र कम्पनीसँग इन्भेस्टर्सको रिलेसन हुन्छ र त्यसपछि कम्पनी र इन्भेस्टर्सको रिलेसन क्लोज हुन्छ र थर्ड पार्टी ब्रोकरेज फर्मसँग सेयर किनबेच गर्नुपर्ने कारणले गर्दा यसलाई हामी क्लोज एन्ड म्युचुअल फन्ड भनेर भन्ने गर्छौँ। अब यो च्याप्टरको हाम्रो मेन अब्जेक्टिभ भनेको यसरी कुनै कम्पनीले म्युचुअल फन्ड इस्टाब्लिस गरेको छ भने त्यो म्युचुअल फन्डको नेट एसेट्स कति छ त त्यो हामी यसमा निकाल्ने गर्छौँ। र निकाल्नु पर्ने त हामीले पर सेयरको हो, तर सुरुमा चाहिँ हामी टोटल नेट एसेट्स भ्यालु निकाल्छौँ। र टोटल नेट एसेट्स भ्यालु निकाल्नको लागि हामी टोटल एसेट्स माइनस टोटल लायबिलिटिज गरेर कुनै म्युचुअल फन्डको नेट एसेट्स कति छ त्यो हामी निकाल्न सक्छौँ। मान अब कुनै म्युचुअल फन्डको टोटल एसेट्स 10 लाख रुपियाँ छ, टोटल लायबिलिटिज 4 लाख रुपियाँ छ भने 10 लाख माइनस 4 लाख गरेपछि जुन 6 लाख रुपियाँ आइरहेछ त्यो कम्पनी आफैले यो इन्भेस्टमेन्ट गरेको छ भन्ने यसले बुझाउँछ। त्यसो भए त्यो एउटा म्युचुअल फन्डको एउटा सेयरको वास्तविक पर्ने मूल्य कति हो त्यसलाई हामी भन्ने गर्छौँ नेट एसेट्स भ्यालु पर सेयर, त्यसलाई हामी सर्ट फर्ममा एनएभी भन्ने गर्छौँ। र एनएभी निकाल्नको लागि सिम्पल युनिटरी मेथड हो, पहिला हामी टोटल नम्बर अफ सेयर निकाल्छौँ। अब भने हामीले इक्जाम्पल एसेट्स 10 लाख लायबिलिटिज 4 लाख छ भने माइनस गर्दा 6 लाख आउँछ। अब त्यो 6 लाख कतिवटा सेयरको भ्यालु हो त, मानौ अब क्वेसनमा 1 लाखवटा सेयर छ भने 1 लाखवटा सेयरको टोटल भ्यालु 6 लाख हुन्छ भने 1 सेयरको कति हुन्छ त, थोरै हुन्छ, अनि हामी डिभाइड गरेर निकाल्छौँ। अनि टोटल नेट एसेट्स भ्यालु माथिबाट हामीले 6 लाख रुपियाँ निकाल्यौँ। र नर्मली म्युचुअल फन्डको सेयरलाई हामीले युनिट्स भन्नुपर्ने थियो, नम्बर अफ युनिट्स, तर मार्केटमा अब सबैलाई सेयर नै भन्ने गरेको कारणले गर्दा यसलाई पनि पछि गएर सेयर भन्ने नै टर्म्स युज हुन थाल्यो। अब 1 लाखवटा सेयरको चाहिँ टोटल नेट एसेट्स भ्यालु 6 लाख छ भने एउटा सेयरको निकाल्न हामीले के गर्नुपर्ने हुन्छ त, डिभाइड गर्नुपर्ने हुन्छ। यसरी डिभाइड गर्दा 6 लाख डिभाइड बाई 1 लाख गरेपछि एउटा म्युचुअल फन्डको एक्चुअलमा पर्ने मूल्य 6 रुपियाँ छ भन्ने यसले हामीलाई इन्फर्मेसन दिन्छ। र क्वेसनमा बेसिक गिभन इन्फर्मेसनमा हामीले नेट एसेट्स भ्यालु निकाल्ने हो भने नेट एसेट्स भ्यालु निकाल्न हामी गर्छौँ त्यही टोटल नेट एसेट्स भ्यालुको ठाउँमा माथिको यो फर्मुला सब्स्टिट्युट मात्र गर्ने हो। त्यसले टोटल एसेट्स माइनस टोटल लायबिलिटिज बाई नम्बर अफ सेयर्स गर्छौँ। र यो फर्मुला लगाएर हामी कुनै म्युचुअल फन्डको एउटा सेयरको एक्चुअल भ्यालु कति हो त्यो हामी निकाल्न सक्छौँ। अब यो मेन फर्मुला हो। अब यो फर्मुला युज गरेपछि प्रायः जस्तो इक्जाममा आउने क्वेसनहरू हामी यही फर्मुला लगाएर कुनै म्युचुअल फन्डको एउटा सेयरको एक्चुअल भ्यालु कति हो त्यो हामी निकाल्न सक्छौँ।
र कहिलेकाहीँ अब म्युचुअल फन्डले सेयर इस्यु गर्दाखेरि अब गुडविल भएको म्युचुअल फन्ड छ भने प्रिमियममा इस्यु गरेको हुन्छ, नयाँ म्युचुअल फन्ड छ भने डिस्काउन्टमा इस्यु गरेको हुन्छ। र यो कन्डिसनमा यदि हामीलाई पर्सेन्टेज प्रिमियम अर पर्सेन्टेज डिस्काउन्ट निकाल भनेको छ भने हामी सधैँ करेन्ट प्राइस मार्केटमा कुन प्राइसमा बिक्री भइरहेछ त्यसलाई हामी P0 भन्ने गर्छौँ र माइनस एनएभी गरेपछि हाम्रो चेन्ज आउँछ। अब मार्केट प्राइस करेन्ट प्राइस भनेको चाहिँ हाम्रो डिमान्ड सप्लाई अनुसार कहिले बढ्ने कहिले घट्ने भइरहेको हुन्छ। तर एनएभी भनेको हाम्रो फाइनेन्सियल स्टेटमेन्टले एक्चुअलमा एउटा म्युचुअल फन्डको भ्यालु कति देखाएको छ त्यो चाहिँ हाम्रो एनएभी भयो। र अब एनएभी नर्मली कुनै म्युचुअल फन्डको पर्ने मूल्य अथवा पार भ्यालु हेर्ने हो भने 10 रुपिस भइरहेको हुन्छ। अब 10 रुपिस जाने म्युचुअल फन्ड अब 15 रुपिसमा बेचेको छ भने 15 माइनस 10 गर्दा 5 आउने भयो पोजिटिभमा आयो भने प्रिमियममा इस्यु गर्यो भन्ने बुझाउँछ। र पर्सेन्टेजमा निकाल्ने हो भने त्यो 10 रुपिस जाने म्युचुअल फन्डको सेयरमा 5 रुपिस प्रिमियम आइरहेछ भने कति पर्सेन्टेज प्रिमियम आयो त। अनि यसलाई हामी यो करेन्ट प्राइस माइनस एनएभी भनेको प्रिमियम इन रुपिस भयो। प्रिमियम इन रुपिसलाई डिभाइड बाई एनएभी 10 रुपिस गरेर इन्टु 100 गर्यो भने हाम्रो 50%ले पर्ने मूल्यभन्दा मार्केटमा डिमान्ड धेरै भएको कारणले गर्दा 10 रुपिस पर्ने 15 रुपिसमा ट्रान्जेक्सन भइरहेछ भने 50% बढी प्राइसमा चाहिँ अथवा प्रिमियममा ट्रान्जेक्सन भइरहेछ भन्ने कुरा यसले बुझाउँछ। अब हाम्रो फाइनेन्सियल स्टेटमेन्टले एउटा सेयरको एक्चुअल भ्यालु एनएभी 10 रुपिस देखिरहेछ तर मार्केटमा अब 8 रुपिसमा बेचिरहेछ भने अब 10 रुपिस पर्ने सेयर 8 मा बेचिरहेछ भने माइनस आइरहेको हुन्छ। माइनसमा आयो भने यसले डिस्काउन्टमा इस्यु गरेको छ भन्ने बुझाउँछ। र अब आउट अफ 10 रुपिसमा 2 रुपिस डिस्काउन्ट दिएको छ भने माइनस पर्सेन्टेजमा निकाल्दा 20% डिस्काउन्टमा इस्यु गरेको छ भन्ने कुरा यसले बुझाउँछ। अब यही कुरालाई हामीले अर्को फर्मुला अनुसार देखाउने हो भने करेन्ट प्राइस पिओ निकाल्नलाई एनएभी इन्टु 1 प्लस पर्सेन्टेज प्रिमियम गरेर निकाल्दा पनि हुन्छ अथवा एनएभी इन्टु 1 माइनस पर्सेन्टेज डिस्काउन्ट गरेर पनि हामी करेन्ट प्राइस निकाल्न सक्छौँ। र अर्को फर्मुलाको रूपमा हाम्रो आउँछ होल्डिङ पिरियड रिटर्न एचपिआर। र नर्मली हामीले इन्भेस्टमेन्टको हरेक च्याप्टरमा एचपिआरको फर्मुला हामीले पढेका छौँ र त्यो बेला हाम्रो फर्मुला एन्डिङ प्राइस माइनस बिगिनिङ प्राइस प्लस क्यास रिसिभ बाई बिगिनिङ प्राइस मात्र हुन्थ्यो। अब म्युचुअल फन्डमा लगानी गरेपछि म्युचुअल फन्डले हाम्रो कम्पनीको सेयर हामीले आफ्नो पैसा जुन म्युचुअल फन्डमा इन्भेस्टमेन्ट गरेको हुन्छ त्यो म्युचुअल फन्डले मार्केटमा पाउने सेयरमा पनि लगानी गरिदिन्छ। र यसरी मार्केटमा पाउने सेक्युरिटिजमा लगानी गएपछि त्यो कम्पनीको पनि आफ्नै सेयरको भ्यालु पनि बढ्दै गइरहेको हुन्छ। र हरेक वर्ष एकाउन्टिङ इयर क्लोज गरेपछि अब फाइनेन्सियल रिपोर्ट तयार पार्नुपर्ने हुन्छ र त्यो बेला कम्पनीले राम्रो प्रफिट कमाएको छ भने आफ्नो म्युचुअल फन्ड इस्यु गरेर को सेयर इस्यु गरेर जुन प्रफिट कमाएको छ त्यसमध्ये पनि केही रिटर्नहरू पाइरहेको हुन्छ जसमा हामी यहाँ एक्स्ट्रा क्यापिटल गेनको रूपमा पैसा दिएको छ भने त्यो पनि हामी प्लस गर्छौँ। त्यसैले म्युचुअल फन्डको केसमा चाहिँ हाम्रो एचपिआर निकाल भन्यो भने नर्मली अरू च्याप्टरमा चाहिँ यो क्यापिटल गेन हुँदैन तर म्युचुअल फन्डमा चाहिँ यो क्यापिटल गेन एउटा पनि एक्स्ट्रा दिएको छ भने हामी देखाउँछौँ। अब एचपिआर भनेपछि प्रायः जस्तो हामी एन्डिङ प्राइस माइनस बिगिनिङ प्राइस नै भन्छौँ तर अब एनएभीमा एन्डिङ प्राइस माइनस बिगिनिङ प्राइस लेख्दा पनि हुन्छ अथवा यो नोटेसन युज गर्दा पनि हुन्छ। अब एचपिआर फर टी मानौ फर्स्ट इयरको एचपिआर निकाल टीको भ्यालु 1 छ भने हामीले एनएभी टी भनेको 1 प्लस 1 गर्दा 2 सेकेन्ड इयरको एनएभी माइनस फर्स्ट इयरको एनएभी अनि प्लस क्यास रिसिभ प्लस क्यापिटल गेन डिभाइड बाई एनएभी गरेर निकाल्न सक्छौँ। त्यो म्युचुअल फन्डले यसरी सुरुमा सर्टेन प्राइस तिरेर इन्भेस्टरले त्यो म्युचुअल फन्डको सेयर किनेको हुन्छ र सर्टेन टाइम पिरियड पछि अब नर्मली 3 महिना 6 महिना 1 वर्षपछि बेच्दाखेरि उसको एन्डिङ प्राइस अथवा सेलिङ प्राइस कति छ र उसले कति क्यास रिसिप्ट सेयर हो भने इन्ट्रेस्ट डिभिडेन्ड पाइरहेको हुन्छ बन्ड डिभेन्चर हो भने इन्ट्रेस्ट पाइरहेको हुन्छ र म्युचुअल फन्डले एक्स्ट्रा यदि इन्कम गरेको छ भने त्यसमध्ये फेरि आफ्नो सेयर होल्डर्सलाई एक्स्ट्रा रिटर्न दिएको हुन्छ जसलाई हामी क्यापिटल गेन भन्ने गर्छौँ। क्यापिटल गेन दिएको छ भने त्यो पनि हामी प्लस गर्छौँ र माथि रुपिसमा आउँछ त्यसलाई पर्सेन्टेजमा निकाल्नको लागि हामीले सुरुमा कति इन्भेस्टमेन्ट गरेको छ त्यसले डिभाइड गरेपछि हामी पर्सेन्टेजमा निकाल्न सक्छौँ। एकदमै सिम्पल छ है। यो हामीले जुन बक्स बनाएका छौँ यो इम्पोर्टेन्ट भएको कारणले गर्दा यो फर्मुला लगाएर एचपिआर भन्यो भने यो फर्मुला लगाएर हामी निकाल्छौँ र बढी हुने फर्मुला यो हामीले यहाँ पनि हाइलाइट गरेका छौँ बक्स बनाएर एनएभी निकाल भनेको छ भने हामी टोटल एसेट्स माइनस टोटल लायबिलिटिज बाई नम्बर अफ सेयर गरेर निकाल्छौँ।
र सबै इन्फर्मेसन दिएको हुन्छ। यदि एसपिआर भन्यो भने यो फर्मुला लगाउँछौँ, एनएभी भन्यो भने हामीले माथिको फर्मुला लगाएर एन्सर निकाल्न सक्छौँ। र अब यसको अर्को पार्टमा हाम्रो आउँछ ब्रोकरेज कमिसन। र ब्रोकरेज कमिसन भन्नाले ब्रोकरेज कमिसन इज द फी चार्ज बाई ब्रोकरेज फर्म वेन सेयर्स आर पर्चेस्ड अर सोल्ड। अब सेकेन्डरी मार्केटमा हामीले आफ्नो कम्पनीको सेयर बेच्नु पर्यो भने ब्रोकर मार्फत सेयर किनबेच गर्नुपर्ने हुन्छ। र ब्रोकर मार्फत सेयर किनबेच गर्दाखेरि सेयर किन्ने बेला पनि ब्रोकरलाई कमिसन दिनुपर्ने हुन्छ, सेयर बेच्ने बेला पनि ब्रोकरलाई कमिसन दिनुपर्ने हुन्छ। र यसरी किन्दा पनि बेच्दा पनि हामीले आफ्नो सेयर ट्रान्जेक्सन गरे बापत जुन ब्रोकरेज फर्मलाई दिने फी हो त्यसलाई हामी ब्रोकरेज कमिसन भन्ने गर्छौँ। र अर्को हुन्छ हाम्रो लोड फी अथवा लोड फन्ड। र लोड फी अथवा लोड फन्ड भनेको कुनै म्युचुअल फन्डले पब्लिकबाट फन्ड कलेक्सन गरेको हुन्छ। यसरी कलेक्सन गरेको फन्ड मार्केटमा पाउने सेक्युरिटिजमा लगानी गरिदिए बापत जुन लिने फी हो त्यसलाई हामी लोड फी अथवा लोड फन्ड भनेर भन्ने गर्छौँ। त्यसले लोड फी अथवा लोड फन्ड भनेको इज द फी चार्ज बाई म्युचुअल फन्ड वेन फन्ड अफ इन्भेस्टर्स आर इन्भेस्टेड। यसरी इन्भेस्टर्सले आफूसँग भएको फन्ड म्युचुअल फन्डमा इन्भेस्टमेन्ट गर्न दिएको अवस्थामा जुन लिने फी हो त्यसलाई हामी लोड फी अथवा लोड फन्ड भनेर भन्ने गर्छौँ। र यो पनि दुई किसिमको हुन्छ। नो लोड फी अथवा नो लोड फन्ड भनेको छ भने यसमा कुनै एक्स्ट्रा फी लिएको हुँदैन। त्यो बेला एनएभी नेट एसेट्स भ्याल्यु इज इक्वल टु सेलिङ प्राइस। मार्केटमा जुन प्राइसमा सेयर ट्रान्जेक्सन भइरहेछ अथवा सेल भइरहेछ त्यसैलाई हामी एनएभी भन्ने गर्छौँ यदि लोड फन्ड नभएको अवस्थामा। यदि लोड फी दिएको छ भने हामी एनएभी निकाल्नको लागि चाहिँ सेलिङ प्राइसमा माइनस गर्छौँ लोड फी इन रुपिज। अब हामीले लोड फी घटाउनु पर्ने इन रुपिजमा हो, तर क्वेसनमा गिभन दिने बेला चाहिँ रुपिजमा नदिकन पर्सेन्टेजमा दिएको हुन्छ। र पर्सेन्टेजमा दिएको छ भने पर्सेन्टेज लोड फी इन्टु सेलिङ प्राइस गरेपछि लोड फी इन रुपिज आउँछ। र गिभन इन्फर्मेसनमा हामीले फर्मुला कन्भर्ट गर्ने हो भने अब लोड फी इन रुपिजको ठाउँमा पर्सेन्टेज लोड फी इन्टु सेलिङ प्राइस हामीले राख्यौँ। र सेलिङ प्राइस कमन निकालेपछि हाम्रो एनएभी निकाल्ने फर्मुला हुन आउँछ सेलिङ प्राइस इन्टु 1 माइनस पर्सेन्टेज लोड फी। र सेलिङ प्राइसलाई हामी अर्को ल्याङ्ग्वेजमा अफरिङ प्राइस पनि भन्ने गर्छौँ। र यदि हामीलाई पर्सेन्टेज लोड फी निकाल भनेको छ भने अघि जस्तै अफरिङ प्राइस माइनस एनएभी डिभाइड बाई एनएभी गरेर पनि हामी पर्सेन्टेज लोड फी निकाल्न सक्छौँ। र फेरि हाम्रो लोड फी 3 टाइप्सको हुन्छ। फ्रन्ट एन्ड लोड फी, ब्याक एन्ड लोड फी अथवा रिडिम्सन फी अथवा एक्जिट फी। र त्यसै गरी अर्को छ हाम्रो एनुअल 12B माइनस 1 चार्ज फी। यदि कुनै म्युचुअल फन्डले इन्भेस्टरबाट इन्भेस्टमेन्ट गर्नको लागि फन्ड कलेक्सन गरेको छ सुरुमा, र सुरुमै एक पटक मात्र फी लिने गरिन्छ भने त्यस्तो किसिमको म्युचुअल फन्डलाई हामी फ्रन्ट एन्ड लोड फी भएको म्युचुअल फन्ड भन्ने गर्छौँ, जसमा सुरुमा एक पटक मात्र फी लिने गरिन्छ। र अर्को हुन्छ ब्याक एन्ड लोड फी। र ब्याक एन्ड लोड फीमा चाहिँ सुरुमा फी नलिकन लास्टमा एक पटक फी लिने गरिन्छ भने त्यसलाई हामी ब्याक एन्ड लोड फी, रिडिम्सन फी अथवा एक्जिट फी भनेर भन्ने गर्छौँ। मानव इक्जाम्पल हामीले कुनै म्युचुअल फन्डमा इन्भेस्टमेन्ट गर्नको लागि 10,000 रुपिज दिए र यदि कुनै म्युचुअल फन्डले हामीले दिएको 10,000मा 5% लोड फी सुरुमै लिन्छ भने त्यसलाई हामी फ्रन्ट एन्ड लोड फी भएको म्युचुअल फन्ड भन्छौँ। र सुरुमै लिन्छ भन्नाले कति हुने भयो त 10,000को 5% 500 रुपिज फी लिएर बाँकी रहेको 9,500 मात्रै मार्केटमा पाउने सेक्युरिटिजमा लगानी गरिदिन्छ। र जुन सेक्युरिटिजमा लगानी गरिदिन्छ त्यसले 10% रिटर्न दिन्छ भने अब रिटर्न पाउने बेला हामीले 9,500को 10% चाहिँ रिटर्न पाइरहेको हुन्छ फ्रन्ट एन्ड लोड फीमा। फ्रन्ट एन्ड लोड फीमा पहिला म्युचुअल फन्डले फी लिन्छ, त्यसपछि बाँकी रहेको पैसा मात्रै मार्केटमा लगानी गरिदिन्छ र हामीले एक वर्षपछि रिटर्न पाउने बेला त्यो बाँकी रहेको फी कटाएर आएको बाँकी रहेकोमा चाहिँ हामी रिटर्न अथवा इन्ट्रेस्ट पाउने गर्छौँ। तर ब्याक एन्डमा यस्तो हुँदैन। यदि ब्याक एन्ड म्युचुअल फन्ड ब्याक एन्ड लोड फी लिने म्युचुअल फन्ड छ र त्यो म्युचुअल फन्डमा हामीले आफूसँग भएको 10,000 रुपिज इन्भेस्टमेन्ट गर्यौँ र जहाँ इन्भेस्टमेन्ट गर्यौँ त्यसले 10% रिटर्न दिन्छ भने सुरुमा के हुन्छ त ब्याक एन्ड लोड फीमा जुन हामीले 10,000 रुपियाँ दियौँ त्यो 10,000 रुपियाँ पहिला मार्केटमा पाउने सेक्युरिटिजमा इन्भेस्टमेन्ट गरिदिन्छ र मार्केटमा पाउने सेक्युरिटिजले 10% रिटर्न दिने गर्छ भने अब त्यो 10,000मा पहिला 10% इन्ट्रेस्ट 1,000 रुपियाँ जोडेर एक वर्षपछि 11,000 रुपियाँ हुन्छ। अब म्युचुअल फन्डले सेयर बेचेर त्यो 11,000 पैसा निकाल्ने टाइममा फी लिने गर्छ। मानव 5% फी लिने गरिन्छ भने अब म्युचुअल फन्डले सुरुमा होइन लास्टमा 11,000को 5%
₹550 फी लिएर अनि बाँकी रहेको पैसा मात्रै इन्भेस्टरलाई फिर्ता गर्छ भने त्यो चाहिँ हाम्रो ब्याक एन्ड लोड फी भयो। फ्रन्ट एन्ड लोड फीमा सुरुमा एकपटक फी लिन्छ, ब्याक एन्ड लोड फीमा लास्टमा एकपटक सेयर बेचेर पैसा निकाल्ने एमाउन्टमा फी लिने गर्छ भने अब अर्को हुन्छ हाम्रो 12B-1 चार्ज फी। नाम हामीलाई 12B-1 चार्ज फी भनेको हुन्छ र 12B-1 भन्ने बित्तिकै हामी यो बुझ्छौँ यो एनुअल फी हो। यसरी म्युचुअल फन्ड हरेक वर्ष अपरेट गर्नको लागि जुन एभ्री इयर लाग्ने फी हो त्यसलाई हामी एनुअल अपरेटिङ फी भन्ने गर्छौँ, जसलाई हामी यहाँ ल्याङ्ग्वेजमा 12B-1 चार्ज फी भनेर नाम दिएको हुन्छ। ल योसँग रिलेटेड हामीले यहाँ एउटा क्वेसन गरेका छौँ। अब यो हाम्रो खनाल पब्लिकेसनको नम्बर 10 भनेको यसको क्वेसन हाम्रो माथि नै दिएको छ है। यदि 10 नम्बरको क्वेसन हामीले हेर्ने हो भने क्वेसन नम्बर 10, suppose you are considering investing ₹1,000 in a load fund that charges a fee of 8% and you expect your investment to earn 15% over the next year. ल मानौ यदि तिमीसँग इन्भेस्टमेन्ट गर्नको लागि ₹1,000 छ र जुन म्युचुअल फन्डमा इन्भेस्टमेन्ट गर्छौ त्यो म्युचुअल फन्डले 8% फी लिने गर्छ र यदि क्वेसन साइलेन्स छ के पनि भनेको छैन भने त्यो सधैँ फ्रन्ट एन्ड लोड फी हुन्छ। सुरुमा एकपटक 8% फी लिन्छ रे and you expect your investment to earn 15% over the next year र हामीले त्यो म्युचुअल फन्डमा लगानी गरेको पैसामा हामीलाई 15% रिटर्न हुने सेक्युरिटिजमा इन्भेस्टमेन्ट गरिदिन्छ र एक वर्षपछि नेक्स्ट इयर भनेको एक वर्षपछि हामीले पैसा फिर्ता पाउने बेला 15% जोडेर फिर्ता पाउँछौँ भनेको। र अर्को अल्टरनेटिभली यु कुड इन्भेस्ट इन अ नो लोड फन्ड र अथवा हामीले आफ्नो पैसा नो लोड फन्ड नामको मात्र हो यो नो लोड फन्ड नाम दिएको शेयरमा हामीले लगानी गर्यौं विथ सिमिलर रिस्क द्याट चार्जेस अ 1% रिडिम्सन फी र त्यो म्युचुअल फन्डले चाहिँ सुरुमा फी नलिकन लास्टमा 1% फी लिने गर्छ जसलाई हामी रिडिम्सन फी पनि भन्ने गर्छौं र यु एस्टिमेट द्याट दिस नो लोड फन्ड विल अर्न 12% र यो नो लोड फन्डमा अथवा यो नो लोड फन्ड नाम गरेको म्युचुअल फन्डमा लगानी गर्दा उसले 12% फाइदा हुने सेक्युरिटिजमा इन्भेस्टमेन्ट गरिदिन्छ भने विच इज द बेटर इन्भेस्टमेन्ट एन्ड बाई हाउ मच भनेको छ। अब कुन चाहिँ बेटर इन्भेस्टमेन्ट हुन्छ र कति रुपियाँले चाहिँ राम्रो हुन्छ सोधिरहेछ र यो केसमा सधैँ हामी फ्युचर भ्यालु निकाल्ने गर्छौँ। अब यहाँ नेक्स्ट इयर भनेको कारणले गर्दा एक वर्षपछिको हामी फ्युचर भ्यालु निकाल्छौँ। एकपटक लोड फन्डको जसले सुरुमा 8% फी लिने गर्छ, एकपटक नो लोड फन्डको जसले लास्टमा चाहिँ 1% रिडिम्सन फी लिने गर्छ भने अब दुवैको हामी एक वर्षपछिको फ्युचर भ्यालु निकाल्छौँ र एक वर्षपछि जति पैसा हामी बढी फिर्ता पाउने गर्छौँ त्यो नै हाम्रो राम्रो हुन्छ। त्यसले हामीले फ्युचर भ्यालु निकाल्छौँ र जसको फ्युचर भ्यालु धेरै छ त्यही म्युचुअल फन्डमा हामीले इन्भेस्टमेन्ट गर्ने भनेर डिसिजन दिनुपर्ने हुन्छ। र चाहिँ हामीले यहाँ गर्यौँ फर्स्ट अप्सन छ इन्भेस्टेबल फन्ड जसलाई हामी नोटेसनमा आइएफ भन्ने गर्छौँ अथवा प्रेजेन्ट भ्यालु भन्दा पनि हुन्छ। ₹1000 हामी फर्स्ट अप्सन भएको म्युचुअल फन्डमा इन्भेस्टमेन्ट गर्यौँ जसले चाहिँ लोड फी 8% लिन्छ भनेको छ र क्वेसन साइलेन्स दिएको छ भने सधैँ लोड फी भनेको फ्रन्ट एन्ड लोड फी हुन्छ, सुरुमा एकपटक फी लिन्छ र फ्रन्ट एन्डको केसमा सुरुमा एकपटक फी लिने केसमा सधैँ हामीले लोड फी निकाल्छौँ नेट इन्भेस्टेबल फन्ड निकाल्छौँ नेटमा, किनभने फी कटाएर बाँकी रहेको पैसा मात्र उसले लगानी गरिदिन्छ। त्यसो भए फी कटाइसकेपछि नेट कति रुपियाँ लगानी गर्यो थाहा पाउन हामी नेट इन्भेस्टेबल फन्ड निकाल्छौँ एनआइएफ सधैँ फ्रन्ट एन्डमा र यो इन्भेस्टेबल फन्डमा लोड फी इन रुपिस घटाएपछि नेट इन्भेस्टेबल फन्ड आउँछ। अब हामीले म्युचुअल फन्डमा इन्भेस्टमेन्ट गर्नको लागि ₹1000 दिएकोमा सुरुमै उसले 1000 को 8% ₹80 फी लिन्छ अनि बाँकी रहेको 920 मात्र लगानी गरिदिन्छ। जहाँ लगानी गरिदिन्छ त्यसले 15% रिटर्न दिन्छ भने अब फर्स्ट अप्सनको भएको कारणले गर्दा त्यहाँको रिटर्नलाई हामीले R1 नाम दियौँ। त्यसो भए एक वर्षपछि फर्स्ट अप्सनबाट कति हामी फ्युचर भ्यालु पाउने गर्छौँ त त्यसलाई हामी फ्युचर भ्यालु 1 भन्ने हो र फ्युचर भ्यालु हामी टाइम भ्यालु अफ मनीको फर्मुला युज गर्छौँ प्रेजेन्ट भ्यालु 1 + I को पावर n र यो च्याप्टरसँग ट्याली गरेर यसको नोटेसन हामीले चेन्ज गर्ने हो भने अब यहाँ प्रेजेन्ट भ्यालु भनेको नेट इन्भेस्टेबल फन्ड हुन आउँछ 1 + I को ठाउँमा हामी R1 फर्स्ट अप्सनको रिटर्न हामी राख्छौँ र पावर n नेक्स्ट इयर भनेको कारणले गर्दा हामी 1 राख्छौँ। अब नेट इन्भेस्टेबल फन्ड ₹920 इन्भेस्टमेन्ट गरिदिन्छ, जहाँ इन्भेस्टमेन्ट गर्छ त्यहाँबाट 15% रिटर्न पाउँछौँ र एक वर्ष हामीले इन्भेस्टमेन्ट गरेका छौँ भने एक वर्षपछि हामीले कति रुपियाँ फिर्ता पाउँछौँ त भन्दाखेरि ₹1058 फिर्ता पाउँछ फर्स्ट अप्सनबाट। अब यही केस हामीले सेकेन्ड अप्सनमा हेर्ने हो भने सेकेन्ड अप्सनमा नो लोड फन्ड भनेको छ नाम मात्रको तर यसले चाहिँ
रिडिम्सन फी 1% लिने गर्छ भनेको सेयर बेचेर पैसा निकालेर लाने टाइममा चाहिँ 1% फी लिन्छ सेलिङ प्राइसको अथवा एन्डिङ प्राइसको। र यसमा चाहिँ अब सुरुमा हामीले 1000 रुपिज इन्भेस्टमेन्ट गर्न दियौँ भने उसले 1000 पुरै इन्भेस्टमेन्ट गरिदिन्छ र जहाँ इन्भेस्टमेन्ट गर्छ त्यहाँ 12% रिटर्न दिन्छ भने अब 1 वर्षपछि फी चार्ज गर्न अगाडि हाम्रो फ्युचर भ्यालु कति हुन्छ त, त्यसलाई हामीले फ्युचर भ्यालु 2 भनेर नाम दियौँ सेकेन्ड अप्सन भएको हुनाले। र प्रेजेन्ट भ्यालु यहाँलाई अब सिम्पल हाम्रो फर्मुला त टाइम भ्यालु पनि के हो, फ्युचर भ्यालु निकाल्न हामी प्रेजेन्ट भ्यालु 1 प्लस आई को पावर एन गर्छौँ। र यो च्याप्टरसँग ट्याली गर्ने हो भने यहाँ प्रेजेन्ट भ्यालु भनेको इन्भेस्टेबल फन्ड हुन्छ। याद गरौँ ल, अघि यहाँ नेट इन्भेस्टेबल फन्ड थियो, फी कटाएर बाइक रहेको पैसा लगानी गर्छ। तर यहाँ सुरुमा जति छ त्यो पुरै लगानी गर्ने कारणले गर्दा इन्भेस्टेबल फन्ड र यसको रिटर्न R2 12% छ। र 1 वर्षपछि कति हुन्छ, 1000मा 12% ब्याज जोडेर पैसा फिर्ता पाउँदा हाम्रो 1120 हुन्छ, जसमा हामीले फी कटाएको हुँदैन। अब फी कटाइसकेपछिको नेट फ्युचर भ्यालु 2 निकाल्ने हो भने फ्युचर भ्यालु 2 मा माइनस गर्नु पर्यो 1% रिडिम्सन फी अफ फ्युचर भ्यालु 2। जति हामीले यो 1120 1 वर्षपछिको फ्युचर भ्यालु निकालेका छौँ त्यसैको 1% फी लिन्छ। त्यसले 1120 माइनस 1120 को 1% भनेको 11.20 घटाउँदा हाम्रो फ्युचर भ्यालु आउँछ 1108.80। भनेपछि फर्स्ट अप्सनको 1 वर्षपछि फिर्ता पाउने भ्यालु 1058 छ। सेकेन्ड अप्सनको 1 वर्षपछि फी कटाएर पैसा पाउने फ्युचर भ्यालु छ 1108.80। त्यसो भए हामी कुन चाहिँ म्युचुअल फन्डमा इन्भेस्टमेन्ट गर्ने भनेको छ, जुन म्युचुअल फन्डबाट 1 वर्षपछि धेरै पैसा फिर्ता आउँछ त्यसैमा इन्भेस्टमेन्ट गर्ने भन्नु पर्यो। त्यसैले यहाँ सिन्स फ्युचर भ्यालु 2 इज मोर देन फ्युचर भ्यालु 1 बाई कति घटाएर हेर्दाखेरि 50.80 रुपिजले फर्स्ट अप्सन भन्दा सेकेन्ड अप्सनको भ्यालु धेरै छ। त्यसलाई हामीले के भन्न सक्छौँ, देयरफोर सेकेन्ड अप्सन इज बेटर देन फर्स्ट अप्सन भनेर भन्नु पर्यो। ल यो फाइलमा यति छ है। अब यति क्वेसनलाई बेस बनाएर हामी प्रब्लमहरू गर्न सक्छौँ। आजलाई यही फाइलमा भएको क्वेसन गरौँ होला। यो फाइलमा भएको क्वेसनमा चाहिँ हामी गर्न सक्छौँ क्वेसन नम्बर 1 देखि 8 सम्म। यो फाइलमै क्वेसन छ, यो फाइलमा भएको क्वेसन नम्बर 1 देखि 8 सम्म ट्राई गरौँ होला है। 1 देखि 10 सम्मै गर्न सकिन्छ, 1 देखि 10 सम्म गरौँ होला। 10 11 पनि सकिन्छ, 12 सम्मै गर्न सकिन्छ। ल 12 सम्म गरौँ होला है। ल यो चाहिँ हाम्रो इन्भेस्टमेन्टको भयो। अब FIM को पनि सकिन्छ, तर अब यसको चाहिँ हामी भोलि दिउँ होला है। आज यति गरौँ। ल थ्याङ्क यू, गुड नाइट, बाई बाई।